तालतले यात्रा गर्ने क्रममा मेरो परिवारहरू आउँदै हुनुहुन्छ। हामीहरू चाहिँ तालतलेमा भ्रमण गर्नु आएको थियौँ आज। यस्तो रमाइलो छ, तपाईँहरू पनि आउनु होला तालतले। नकुमारी लिम्बू यता हुनुहुन्छ हाम्रो बाबा ससुराबुवा ससुआमा अनि बाबा। तालतलेको मनोरम दृश्य तपाईँहरू पनि आएर हेर्नु होला, रमाइलो छ। गार्डनहरू एकदम राम्रो छ, पाउँछ। टोइलेटहरू पनि ठाउँ ठाउँमा छ। यस्तो हरियाली, श्री बोटिङ गर्न पाइने, बोटिङ गर्दै हुन्छ भाइ बहिनीहरू। उता सरर यो चाहिँ दोस्रो अर्को हो, अर्को ताल पनि छ पछाडिको। पछाडि चाहिँ तपाईँको बोट, ठुलै बोट छ। यहाँ चाहिँ खुट्टाले चलाउने बोट। अब भरि बोटिङ गर्न निस्किँदै हुनुहुन्छ भाइ बहिनीहरू, रमाइलो गर्ने। हावापानी सरर हावा पनि चल्छ, हरियाली एकदम राम्रो छ गाइसहरू, होइन? तपाईँहरू पनि आउनु होला तालतले। तालतले चाहिँ तपाईँहरू कहाँदेखि भन्दा चाहिँ बरगाछीदेखि, तरारा मुनिको बरगाछीदेखि चाहिँ सिधा राम्रो बाटो छ, एकदम पिच बाटो छ। त्यहाँदेखि आउनु होला है। फेरि तपाईँहरू पहिले आउनु भएको छ भने त्यो फार्मदेखि चाहिँ एकदम बाटो नराम्रो छ, तपाईँहरू त्यही बाटो आउनु होला, होइन? यस्तो राम्रो छ। यो म चाहिँ एक साइड मात्रै भिडियो गरिरहेको छु कि, पल्लोपट्टि चाहिँ उतापट्टिको साइड चाहिँ मैले भिडियो गरिनँ, किनकि म अलिकति व्यस्त थिएँ भर्खर। म अलिकति व्यस्त, अहिले चाहिँ जस्ट फुर्सद भएर रमाइलो दृश्यको साथ बोटिङ गर्न पाइने बोटिङ भइरहेछ। यहाँ आनन्द, फोटो खिच्ने ठाउँहरू धेरै छ, रमाइलो फोटो खिच्ने ठाउँहरू छ एकदम। तपाईँहरू पनि आउनु होला तालतलेको भिजिट गर्नु होला, होइन? पुलमा फोटो खिच्न पाइन्छ। फोटो खिच्ने ठाउँहरू धेरैभन्दा धेरै छ। यहाँ बोटिङहरू पनि तपाईँ कस्तो खालको बोटिङ चल्नुहुन्छ, ठुलो बोट चढ्नुहुन्छ भने चाहिँ पल्लोपट्टि पाउँछ, होइन? यो चाहिँ एक साइडको हो। ल तपाईँहरू नि आउनु होला, तालतलेको भ्रमण गर्नु होला, एकदम रमाइलो छ तालतले। यहाँ नानीहरू खेल्ने ठाउँ पनि छ, चिल्ड्रेन पार्कहरू। ल योभन्दा राम्रो चाहिँ के हुन्छ त? आउनुहोस् तपाईँहरू पनि एकचोटि तालतले आउनुहोस्। तपाईँहरू नयाँ नयाँ मेरो च्यानलमा हुनुहुन्छ भने सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला, होइन? त्यो लाइक, एक सब्सक्राइब तपाईँहरूलाई कस्तो लाग्यो त्यसको चाहिँ प्रतिक्रिया पनि दिनु होला है कमेन्टमा। यसरी यसलाई के भन्छ, वाटरफल कि के भन्छ?